नमस्कार। आज हामी नेपाल प्रहरीको जनपद अथवा जवान पदको पाठ्यक्रमको बारेमा छलफल गर्न गइरहेका छौँ। प्रारम्भिक चरणमा के गर्नुपर्छ र तपाईँहरूले कुन चरणहरू पास गर्नुपर्छ भन्ने बारेमा हामी आज छलफल गर्नेछौँ। यदि तपाईँ 2083 सालको अथवा अब खुल्ने नेपाल प्रहरीको जनपद तथा कार्यालय सहयोगी पदमा आवेदन दिँदै हुनुहुन्छ अथवा तपाईँले पहिलो पटक आवेदन दिँदै हुनुहुन्छ भने यो भिडियो तपाईँको लागि उपलब्धिमूलक हुन सक्छ। साथै यो भिडियो नछुटाई अन्त्यसम्म हेर्नुहोला। अब हामी लागौँ आजको मुख्य विषयवस्तुतर्फ अथवा पाठ्यक्रमतर्फ। सबभन्दा पहिलो चरणमा तपाईँहरूको बेरिङ चेक हुन्छ, जसमा हात खुट्टाको औला बाङ्गुटिङ्गो छ छैन, कपाल फुलेको छ छैन, दाँतमा किरा लागेको वा खाली छ कि छैन र ठुला ठुला चोटपटकहरू लागेको छ छैन अथवा दागहरू छ कि छैन भनेर चेक हुन्छ। त्यो सबै चरणहरू पार गरिसके पश्चात तपाईँहरूको 300 मिटर दौड हुन्छ, जसको लागि महिलाको लागि रहेको छ टाइम 1 मिनेट 7 सेकेन्ड छ भने पुरुषको लागि 56 सेकेन्ड रहेको छ। महिलाको लागि 1 मिनेट 7 सेकेन्ड र पुरुषको लागि 56 सेकेन्ड चाहिँ जस्ट पासको लागि मात्रै हो। त्योभन्दा यदि राम्रो नम्बर ल्याएर पास गर्नु छ भने चाहिँ अलिक कम सेकेन्डमा नै तपाईँले हान्न पर्ने हुन्छ 300 मिटर। रनिङ पश्चात तपाईँहरूको लङ जम्प हुन्छ, जसमा चाहिँ मिनिमम केटीहरूको 8 फिट र केटाहरूको 11 फिट रहेको छ। त्यस पश्चात तपाईँहरूको हाई जम्प हुन्छ, जसमा चाहिँ केटातर्फ 3 फिट र केटीतर्फ 2 फिट रहेको छ। यो चाहिँ न्यूनतम हो है। योभन्दा बढी मार्क ल्याएर राम्रोसँग पास हुनु छ भने चाहिँ योभन्दा अलिक बढी फिटमा तपाईँहरूले नाग्नुपर्ने हुन्छ। यो 3 फिट र 2 फिट चाहिँ एकदम न्यूनतम हो है, जस्ट पासको लागि मात्रै हो। त्यस पश्चात तपाईँहरूको चौथो चरणमा सिटअप हुन्छ, जसमा पास मात्रै हुनको लागि पुरुषतर्फ 12 रहेको छ भने महिलातर्फ 5 रहेको छ। अनि पुसअपमा पुरुषतर्फ 10 रहेको छ भने महिलातर्फ 4 पटक रहेको छ। चिनअप अथवा पुलअप पुरुषतर्फको 5 पटक रहेको छ भने महिलातर्फको 30 सेकेन्ड झुन्डिने मात्रै रहेको छ। यो सबै सकिए पश्चात अन्तिम चरण अथवा 2 माइल दौड, जसमध्ये पुरुषतर्फ जस्ट पासको लागि 18 मिनटभित्रमा तपाईँहरूले 2 माइल पास गर्नुपर्ने छ भने महिलाहरूको लागि जस्ट पासको लागि 22 मिनटभित्रमा तपाईँहरूले 2 माइल दौड कम्प्लिट गर्नुपर्ने छ। यो चाहिँ सबै जस्ट पासको लागि मात्रै हो। कति मिनटमा पार गर्दाखेरि तपाईँले कति अङ्कहरू पाउन सक्नुहुनेछ र कति मिनटमा पार गर्दाखेरि राम्रो हुन्छ भन्ने कुरा सबै यहाँ मैले फोटोहरूमा राखिदिएको छु, तपाईँहरूले राम्रोसँग हेर्नुहोला। जवानको चाहिँ लिखितमा खासै गाह्रो नहुने भएकाले तपाईँहरूले फिजिकलमा जति धेरै पेल्न सक्नुभयो त्यति राम्रो हुन्छ क्या पछि लास्ट चरणको लागि। त्यही भएर राम्रोसँग हेर्नुहोला।